मैले तिमीले पहिल्यै भनेको थिएँ नि, मलाई छोडिदेऊ, घरपरिवारले भनेको केटीसँगै बिहा गर भनेर। यो सब तिमीले गर्दाखेरि हो। पार्वती, मेरो मन मुटुमा तिमी नै छौ। तिमीलाई छोडेर म अरूसँग कसरी बिहे गर्न सक्छु? अरूसँग बिहे गर्नुभन्दा त बरु म मर्छु। तिमी, मैले भनेको मान, तिमी जाऊ, तिमीलाई घर परिवारले स्वीकार्नुहुन्छ। मलाई यही छोडेर जाऊ, बरु म यही जङ्गलमा कतै पासो लागेर मरौँ। यो समाजले त हामीलाई एक खुलो दिएन। म तिम्रो सबै खुसीहरू माथि गएर हेर्नेछु। पार्वती, के भनेको तिमी?